अब राति यो 12, 1, 2 बजीसम्म 3 बजीसम्म बिहान 4 बजीसम्म पढ्ने भाइ बहिनीहरूको लागि चाहिँ है यो भिडियो स्पेसली, अरूले चाहिँ नहेर्दा नि हुन्छ। जस्तो तपाईँले यसरी पढिराख्नु भएको छ भने यो चाहिँ एकदम गलत तरिका हो। ओके, अँध्यारो भएको किन हो त भन्दाखेरि सुत्नलाई हो, उज्यालो भएको उठ्नलाई हो। ओके, तपाईँले अब सुत्ने बेला पढिदिनु भएको भने चाहिँ तपाईँको दिमागले त्यो काम सही ढङ्गले नगर्न सक्छ है त। अनि तपाईँको त्यो रिदम अर्को रिदम बिगार्दै हुनुहुन्छ तपाईँले, जुन चाहिँ सर्कादियन रिदम हो। ओके, जुन सुत्ने टाइम हो तपाईँले सुत्नु भएन भनेपछि तपाईँको त्यो रिदम पनि बिग्रिन्छ। त्यो रिदम बिग्रिँदै गएपछि यसको एउटा भिसियस साइकल क्रिएट हुन्छ, जसले गर्दा तपाईँको मेमोरी इम्पेयर पनि हुन्छ, तपाईँको स्लिप पनि डिस्टर्ब हुन्छ। यो स्लिप डिस्टर्ब भएकै कारणले फेरि मेमोरी इम्पेयर पनि हुन्छ। र यसले गर्दाखेरि मेडिकल कन्डिसनहरू पनि ल्याउन सक्छ, जस्तै हाइपरटेन्सनको कुराहरू छँदैछन्। र यसरी स्लिप डिस्टर्ब हुँदै गर्दाखेरि लङ टर्ममा तपाईँको स्टेरोइडहरूको इफेक्टहरू पनि हुन थाल्छ, स्टेरोइड बडी रिलिज हुन्छ स्ट्रेसले गर्दाखेरि। त्यसैले बेस्ट वे के हो त भन्दाखेरि यसरी ओभरनाइट पढेर पनि पढ्नै पर्छ भने छैन नाम निकाल्नलाई, मजाले दिउँसोको टाइममा पढाउनु भने पनि मजा आउँछ, नाम निस्किन्छ। र तपाईँले चाहिँ त्यसलाई सुत्ने टाइमलाई चाहिँ एकदम फिक्स गरेको राम्रो। त्यो फिक्स भनेको तपाईँ 10 बजेभित्र सुतेको राम्रो, बिहान चाहिँ बरु 5-6 बजेतिर, कमसेकम 7-8 घन्टाभन्दा अगाडि चाहिँ नउठ्नु होला। मजाले 8 घन्टा सुतेर जसले पढ्छ त्यसको चाहिँ बरु नाम निस्किने चान्स बढी हुन्छ, किनभने उसको दिमाग सार्प हुन्छ यो धेरै पढ्नेहरूको भन्दा। ओके।